नमस्ते सबैजनालाई। हिजो चाहिँ मैले एक्स प्राइम मिनिस्टर केपी शर्मा ओलीजीको भाषण सुन्दा चाहिँ उहाँले चाहिँ के भन्नुभयो एउटा इन्टरभ्यूमा चाहिँ कि दमक चाहिँ धेरै डेभलपमेन्ट छ, धेरै एडभान्स छ, त्यहाँ सबै कुराको फेसिलिटिज छ। तर उहाँ त 5 वर्षदेखि प्रधानमन्त्री हुनुहुन्थ्यो, 5 चोटि जितेका पनि थियो। तर के नेपाल मात्र दमकमा पर्छन् र? के उहाँले जितेर आफ्नो सिटीलाई मात्र डेभलप गर्ने हो? के उहाँको यति मात्र कर्तव्य थियो कि हो म जितेपछि म दमकलाई वेल डेभलप मात्र बनाउने, अरू देशले अरू राज्यहरूले छोडिदिने? उहाँले चाहिँ एउटा इन्टरभ्यूमा चाहिँ यो नि भन्नुभएको थियो कि मानिसहरू चाहिँ विदेश जान आफ्नो चोइसले जान्छन्, उनीहरूलाई केही पीडा हुँदैनन् तब नि जान्छन् भनेर भन्नुभयो। न देशमा काम छन्, न देश वेल डेभलप छन्, देशको अपराध त्यति नै। उहाँमाथि नै 76 मर्डरको लागि केस थियो, उहाँ 14 वर्ष जेल बसेर आउनुभयो, तब फेरि पनि सुध्रिन नाम छैन भाइ। अब 75-74 इयर कति वर्ष हुनुभयो उहाँ, त्यति वर्ष भइसक्यो, तब पनि अब अलि हुन्छ नि। अब जुन मान्छेले डेभलप गर्न चाहिरहेछ, जुन नेपाललाई एकदमै माथिसम्म लग्न खोजिरहेछन्, तिनीहरूले उल्टो दबाइरहेछन्। यी यस्ता मान्छेहरू हाम्रो देशका प्रधानमन्त्री बन्ने लायक छ र? अब त जेनजी आइसके, तर मानिसहरू नि अलि अब हुन्छ नि यङ एज हाम्रो मम्मी बाबाको उमेरहरूको मान्छेहरूले चाहिँ मात्र केपी भा के गरे हो र केपी भाले? मैले त्यही कुरा बुझ्न सकिनँ, के गरे हो केपी भाले? देश सबैको घरबाट सबै छोरा नाति बुढो सब विदेशतिर नै छ। केपी भा तपाईँको केपी भाले के गरेर दियो र? बुढोलाई विदेश पठायो, छोरोलाई विदेश पठायो, नाति नातिनीलाई विदेश पठायो, अनि अब के रह्यो र? जेनजी आन्दोलनमा नि त्यति मान्छे नै मार्यो, त्यसले नै मार्यो। अनि अब डेभलप गर्ने मान्छेलाई चाहिँ डाइरेक्ट लुसिफर भनिदिने, जे मुखमा आयो त्यही बोलिदिने होइन र? यस्ता प्रधानमन्त्री बनाउनुभन्दा पहिला नै सचेत भएर यसपालि चाहिँ आफ्नो भोट चेन्ज गर्नु होला। म यति मात्र भन्न चाहन्छु, चेन्ज योर भोट फर न्यू नेपाल।